झापाको शिव शताक्षी नगरपालिकामा अवैध रूपमा गोलिया काठ चोरी गरी लैजाँदै गरेको अवस्थामा एकजनालाई नियन्त्रणमा लिएको छ। मंगलबार राति करिब 9:50 को समयमा शिव शताक्षी नगरपालिका 10 अन्तर्गत रतुवामाई वृक्षारोपण आयोजना कम्पार्ट नम्बर 1 माइधार क्षेत्रमा अवैध गोलिया काठ चोरी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कारबाही गरिएको हो। रतुवामाई वृक्षारोपण वन आयोजनाका केरखाका कर्मचारी तथा अस्थायी प्रहरी पोस्ट माइधारबाट खटिएको संयुक्त टोलीले टिक रङ जातको गोलिया काठ 6वटा तुना अन्दाजी 15 क्युबिक फिट अवैध रूपमा 2वटा साइकलमा लोड गर्दै गरेको अवस्थामा एकजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा पर्नेमा जिल्ला झापा शिव शताक्षी नगरपालिका 7 बैनडाँडा बस्ने 32 वर्षीय प्रकाश योङहाङ रहेका छन्। उनलाई अवैध गोलिया काठ र प्रयोग गरिएका 2वटा साइकल सहित नियन्त्रणमा लिएको हो। बरामद गरिएको गोलिया काठ र साइकल आवश्यक कारबाहीका लागि रतुवामाई वृक्षारोपण आयोजना केरखाका रेन्जर राजेन्द्र शाहको जिम्मा बुझाइ पठाइएको प्रहरीले जानकारी दिएको हो।